न्यू डिस्ट्रिब्युटर ट्रेनिङ नयाँ वितरक साथीहरूको लागि चाहिँ तालिमको चाहिँ यो सेसनमा हजुरहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। र यो हाम्रो रेकर्डिङ भिडियो पनि हजुरहरूले चाहिँ पछि हेर्न सक्नुहुनेछ, बारम्बार दोहोऱ्याएर सिक्न सक्नुहुनेछ भन्दै म लाल बिर्लामा आजको यस सेसनलाई अगाडि बढाउन चाहन्छु। स्वागत छ सबैजनालाई। गुड मर्निङ रिएक्सन। हामी रिएक्सनमा आबद्ध भइसकेपछि अथवा भर्खर सुरुवात गर्दै हुनुहुन्छ अथवा चाहिँ 1-2 वर्ष भइरहेको पनि हुनसक्छ अथवा 4-5 महिना भइरहेको हुन्छ, अझै पनि कसरी चाहिँ हामीले अगाडि बढ्ने त हैन। हामी जोइन भइसकेपछि कसरी चाहिँ नयाँ साथीहरू भर्खर जोइन गर्दै गरेको साथीहरूले अरू साथीहरूलाई जोइन त गराइयो। अब उहाँहरूलाई कुन तरिकाले अगाडि बढाउने, कस्तो तरिकाले चाहिँ अगाडि बढाउनको लागि चाहिँ विभिन्न खालको कुराहरू सिक्नुपर्ने हुन्छ, कुन कुराहरूलाई चाहिँ मध्यनजर राख्दै अगाडि बढ्ने भन्ने विषयमा आजको यस प्रोग्राम चाहिँ हाम्रो हुनेछ। र सबैजनालाई चाहिँ स्वागत छ आजको यस जुम वेबिनारमा, यस न्यू डिस्ट्रिब्युटर ट्रेनिङमा। हामी अब अगाडि बढ्छौँ। हरेक क्षेत्रमा, हरेक ठाउँमा, हरेक इन्डस्ट्रीमा, हरेक चाहिँ हामीले केही न केही गर्छौँ भन्ने ठाउँमा जस्तै यहाँ पनि विभिन्न खालको चाहिँ हामीमा हुनुपर्ने गुणहरू चाहिन्छ। अब रिएक्सन व्यवसायलाई अगाडि बढ्नको लागि नयाँ साथीहरू, भर्खर जोइन गर्दै गर्नुभएको साथीहरू अथवा सुरुवात गर्दै गर्नुभएको साथीहरूको लागि, भित्र साथीहरूको लागि चाहिँ के चाहिन्छ त हैन। कुन खालको कुराहरूमा चाहिँ हामीले ख्याल राखेर चाहिँ अगाडि बढ्ने त, कस्तो खालको चाहिँ सिकहरू हामी सिक्ने त, कस्तो खालको चाहिँ नलेजहरू हामीसँग हुनुपर्छ अथवा सुरुवाती चरणमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी सरस्वती रूपमा चाहिँ यसमा चाहिँ हामी प्रेजेन्टेसन मार्फत नै जान्छौँ। सुरुमा एटिट्युड, मानसिकता। हरेक मान्छेको थरीको मानसिकता हुन्छ, विभिन्न खालको मानसिकता हुन्छ हैन। हरेक सोच, हरेक विचारबाट नै एउटा सफलताको चाहिँ बाटो निर्माण गरिन्छ। एउटा सानो सोच अथवा ठुलो सोच, जस्तोसुकै सोच होस्, तर त्यही सोचबाट चाहिँ हाम्रो एउटा लक्ष्य निर्माण हुन्छ। म केही गरौँ भन्ने चाहिँ हाम्रो मानसिकताबाट चाहिँ सुरु हुन्छ भन्ने चाहिँ। यदि कुनै व्यक्ति सेनाको नेतृत्व गर्न चाहन्छ भने उसले सर्वप्रथम आफैमाथि चाहिँ विजय हासिल गर्नुपर्ने हुन्छ। आफूले आफूलाई जित्नुपर्ने हुन्छ। आफूले आफूलाई चाहिँ कन्ट्रोलमा राख्न सक्नुपर्ने हुन्छ। दुनियाँलाई हाम्रो कन्ट्रोलमा राख्न सक्दैन, तर हामी आफूले आफूलाई चाहिँ कन्ट्रोलमा राख्नु पर्यो। आफूले आफूलाई चाहिँ बलियो बनाउनु पर्यो। त्यसको लागि चाहिँ हामी आफू चाहिँ पहिला आफूले आफूलाई जित्न सक्नु पर्यो। हरेक सोचाइ चाहिँ हाम्रो चाहिँ के हुनु पर्यो त, आफूले आफूलाई चाहिँ स्ट्रङ बनाउनु पर्यो। मानसिकता सही भयो भने सही काम हुन्छ, मानसिकता गलत भयो भने गलत काम हुन्छ। त्यो भएको कारणले आज हामी सिक्नेछौँ मानसिकता। अब मानसिकतामा पनि रिएक्सन जस्तो व्यवसायमा, बिजनेस जस्तो व्यवसायमा हैन, बिजनेस गर्ने जस्तो कुरामा चाहिँ हाम्रो मानसिकता कस्तो हुनुपर्छ त, हाम्रो एटिट्युड कस्तो हुनुपर्छ यहाँ रहेको छ। एटिट्युडमा पनि गुड लर्निङ एटिट्युड हुनु पर्यो। कुनै पनि क्षेत्रमा हामी अगाडि बढ्नको लागि पहिला हामी सिक्ने मानसिकता हुनु पर्यो। त्यसपछि हामीसँग चाहिँ प्यासन हुनु पर्यो, धैर्य हुनु पर्यो हैन, प्यासनेट हुनु पर्यो, तपाईँको चाहिँ दृढता हुनु पर्यो। धैर्य, एकैचोटि कुनै पनि ठाउँमा सफल हुँदैन, तर सफल हुनको लागि हामीसँग एउटा के चाहिन्छ, धैर्य चाहिन्छ। थप्पा मिलेर के हुन्छ त, समुद्र बनेको हुन्छ। एक दिनमा समुद्र बन्दैन। कस्तो खालको कुराहरू सिक्ने हो, त्यसमा सिक्ने मानसिकता हुनु पर्यो। हामी सिक्नको लागि चाहिँ
हामी सिकिरहनु पर्यो जबसम्म हाम्रो चाहिँ आफूले चाहिएको कुरोलाई नपाएसम्म चाहिँ हामी के गर्नु पर्यो सिकिरहनु पर्यो सिक्ने मानसिकता हुनु पर्यो त्यसपछि धैर्य हुनु पर्यो म यो काम गर्न सक्छु हैन एकैचोटि हुँदैन बारम्बार गर्दै जानु पर्यो धैर्य राखेर चाहिँ गरिरहनु पर्यो निरन्तरता दिइरहनु पर्यो दृढता यो चिज चाहिँ मलाई एकदमै चाहिन्छ मेरो लागि यो हुनै पर्छ यो म गर्न सक्छु भन्ने दृढता हुनु पर्यो भने लगनशीलता पनि हुनु पर्यो लगातार रूपमा कन्टिन्यू रूपमा चाहिँ हामीले चाहिँ गर्दै जानु पर्यो अनि त्यसपछि फेरि यो गर्दै जाने क्रममा चाहिँ फेरि तपाईँको चाहिँ गोल ओरिएन्टेड पनि हुनु पर्यो तपाईँले गर्दै गरेको काम म किन गर्दैछु कसको लागि गर्दैछु के को लागि गर्दैछु भन्ने क्लियर हुनु पर्यो लक्ष्य उन्मुख हुनु पर्यो तपाईँको लक्ष्यसँग सम्बन्धित खालको कुराहरू चाहिँ सिक्नु पर्यो त्यसपछि जब तपाईँको कन्फिडेन्ट हुनु पर्यो आत्मविश्वास हुनु पर्यो जब यो सिक्ने मानसिकता छ म सिक्न सक्छु एनी हाउ म जसरी पनि म सिक्छु म धैर्य गर्छु म 1 वर्ष गर्छु 2 वर्ष गर्छु 3 वर्ष गर्छु तर त्यो चिजलाई म बनाएरै छाड्छु भन्ने एउटा दृढता हुनु पर्यो सक्छु गर्छु लगातार रूपमा लगनशीलता हुनु पर्यो अनि त्यसपछि आएर लक्ष्य उन्मुख तपाईँको गोलसँग चाहिँ सम्बन्धित हुनु पर्यो तपाईँको लक्ष्यसँग तपाईँ चाहिँ आफ्नो लक्ष्य पाउनको लागि चाहिँ विभिन्न खालको कुराहरू सिक्नु पर्यो जुन लक्ष्य छ त्यही विषयमा सिक्नु पर्यो अरू विषयमा सिकेर अरू काम गरेर फाइदा छैन त्यो आत्मविश्वास पनि हुनु पर्यो म गर्न सक्छु त्यसको लागि चाहिँ कन्फिडेन्ट अब हामी अगाडि जाउँ अब कसरी सुरुवात गर्ने त हैन प्रारम्भ अब अघिको जति पनि कुराहरू आफ्नो सोचाइको कुराहरूदेखि लिएर सबै कुराहरू ठिक छ हैन गोल ओरिएन्टेड पनि छ म सिक्नु पनि सक्छु म धैर्य गर्नु पनि सक्छु भनेपछि अब के गर्नु पर्यो त गेटिङ स्टार्ट प्रारम्भ कसरी गर्ने युज द प्रडक्ट सुरुमा हामीले उत्पादनहरू प्रयोग गर्नु पर्यो त्यसपछि उत्पादनहरूको बारेमा शेयर गर्नु पर्यो बल्ल तपाईको त्यसपछि चाहिँ हाम्रो सञ्जाल निर्माण गर्नु अब उत्पादनहरू प्रयोग गर्नुमा चाहिँ तपाईको उत्पादनहरूको चाहिँ के गर्नु पर्यो प्रभावकारी ढङ्गले चाहिँ प्रभावकारी तरिकाले चाहिँ के गर्नु त उपयोग गर्न सिक्नु पर्यो एउटै चिजले कसरी चाहिँ यो चिजलाई कसरी प्रयोग गर्ने यो के हो पूर्ण जानकारी चाहियो प्रडक्टको बारेमा उत्पादनको बारेमा चाहिँ प्रभावकारी उपयोग गर्नको लागि चाहिँ सिक्नु पर्यो अनि त्यसै अरू भनेको उत्पादनहरूको प्रयोग गर्ने नयाँ तरिकाहरू पत्ता लगाउनुहोस् भनेको चाहिँ त्यो भनेको चाहिँ जस्तै कफी त कफी हो तर बाहिरको कफी र यो कफीमा कतिको फरक छ कसरी फरक छ बाहिरको कफीहरू चिया कफी प्रयोग गर्दाखेरि चाहिँ विभिन्न खालको समस्याहरू हुँदै जान्छ भने त्यसले केही पनि हल छैन भने त्यसको फरकहरू छुटाउन सक्नु पर्यो एउटै कफीले ग्यास्ट्रिक निर्मूल हैन त्यसपछि सुगर प्रेसरलाई चाहिँ लिमिटमा राख्ने पाचन समस्यालाई राम्रो गर्ने हैन रक्त सञ्चार समस्यालाई राम्रो गर्ने एउटै चिज हो तर विभिन्न तरिकाले चाहिँ यसलाई प्रयोग गर्न सकिन्छ त्यो थाहा हुनु पर्यो एउटै टुथपेस्ट दाँत माझ्नको लागि मात्रै हो हैन बाहिरको टुथपेस्ट पनि दाँत माझ्ने हो रिएक्सनको पनि दाँत माझ्ने हो तर रिएक्सनको टुथपेस्टले गर्ने फाइदाहरूको बारेमा नयाँ कुराहरू पत्ता लगाउनु के ठाउँमा युज हुन्छ 20 भन्दा बढी समस्याहरूलाई पनि हल गर्न सक्छ हैन त्यो भएको कारणले यसको चाहिँ फाइदाहरू नयाँ तरिकाबाट पनि हामीले चाहिँ प्रयोग गरेर हेर्न सक्छौँ अनि त्यसै अर्को भनेको चाहिँ फाइदाहरू अनुभव गर्नु पर्यो कफी खाएर मलाई के भएको छ हैन टुथपेस्ट प्रयोग गर्दाखेरि मलाई चाहिँ कस्तो भएको छ रिएक्सनको सोपले चाहिँ मुख धुँदाखेरि चाहिँ मलाई कस्तो खालको चाहिँ महसुस भएको छ राम्रो भएको छ कि नराम्रो भएको छ कि त्यो आफूले अनुभव गर्नु पर्यो पहिलो सुरुमा उत्पादन चाहिँ प्रयोग गर्ने क्रममा उपयोग गर्ने क्रम अनि दोस्रो भनेको चाहिँ अब दोस्रोमा तपाईसँग चाहिँ पर्याप्त मात्रामा चाहिँ के हुनु पर्यो त उत्पादनहरू राख्नु पर्यो उत्पादनहरू के हुनु पर्यो राख्नु पर्यो हामीसँग जस्तै हामीसँग कमसेकम 2-4 वटा चाहिँ उत्पादनहरू चाहिँ हुनु पर्यो
पर्याप्त रूपमा चाहिँ हुनु पर्यो। अनि तपाईँको घरमा चाहिँ उत्पादनहरू प्रदर्शन गर्नु पर्यो। किन प्रदर्शन गर्ने त, किन देखाउने त भन्दाखेरि हामीसँग एउटा कफीको बट्टा छ, हामीसँग चाहिँ एउटा साबुनको खोल छ, अथवा हामीसँग चाहिँ एउटा भनौँ न टुथपेस्टको चाहिँ बट्टाहरू छ, टुथपेस्टहरू एक्स्ट्रा छ भने हाम्रो घरमा आउने आफन्तहरूले, हाम्रो घरमा चाहिँ आउने विभिन्न खालको भन्छ नि हाम्रो आफन्तीहरू, साथीभाइहरू, उहाँहरूले जिज्ञासा राख्न सक्छ, के हो यो टिएफएन भने कस्तो हुन्छ, यो कफी के कस्तो खालको कफी हो। त्यतिखेर हामीले भन्न पायो, त्यतिखेर हामीले चाहिँ यसको बारेमा मजाले चाहिँ बुझाउन पाइयो। हेर्नुहोस्, त्यतिखेर हामीले चाहिँ के गर्न सक्यो त, उहाँलाई यसको बारेमा मजाले भन्न सक्यो। अब तल यदि केही पनि बिक्री भइरहेको छैन भने तपाईँको चाहिँ प्रत्यक्ष बिक्री व्यवसायमा केही पनि भइरहेको छैन कि व्यवसाय भन्ने बित्तिकै केही न केही हामीले चाहिँ अरूलाई चाहिँ के गरिरहेको छ त, दिइरहेको हुन्छ, बेचिरहेको हुन्छ। तपाईँको प्रडक्टको मार्फत अथवा तपाईँले चाहिँ एउटा कुनै न कुनै सर्भिसको मार्फत होइन, उहाँको सोल्युसनलाई हामीले दिइरहेको छ। केही न केही चाहिँ हामीले बेच्नु पर्यो, केही न केही चाहिँ हामीले चाहिँ दिनु पर्यो, बेचिरहेको हुनु पर्यो। यदि त्यो भइरहेको छैन भने हाम्रो चाहिँ केही पनि भइरहेको छ। अब अर्कोमा जाउँ। अब यहाँनिर रहेको छ उत्पादनहरूको बारे। अब सेयर गर्ने, सेयर कसरी गर्ने, कहाँबाट सुरु गर्ने, कसलाई भन्ने, सम्भावनाहरू। हेर्नुहोस् त, प्रोस्पेक्ट 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 भनेको एउटा एक किसिमको चाहिँ मान्छेहरू नै हो जो चाहिँ तपाईँको उत्पादनहरू प्रयोग गर्न सक्ने सम्भावना भएको मान्छे, अथवा तपाईँको व्यवसायमा व्यवसाय गर्नको लागि साझेदारी, बिजनेस पार्टनर बन्न सक्ने मान्छेको समूह, जसलाई चाहिँ प्रोस्पेक्ट भनिन्छ, सम्भावनाहरू भनिन्छ डाइरेक्ट सेलिङको भाषामा। उहाँहरूलाई अब हामीले भन्नु पर्यो, जसले तपाईँमा चासो देखाउँछ, जसले चाहिँ तपाईँसँग चाहिँ नजिकको सम्बन्ध छ, जसले तपाईँसँग चाहिँ चिनजानको रहेको छ। आफन्तहरू हुनसक्छ, दाजुभाइ हुनसक्छ होइन, घरबाट सुरु गर्न सकिन्छ, आफूबाट सुरु गर्नु पर्यो। अनि अर्को उत्पादनहरू चाहिँ सेयर गर्ने क्रममा चाहिँ अब हाउ टु सेयर, कसरी जानकारी दिने त होइन, मान्छेहरूलाई चाहिँ कसरी चाहिँ जानकारी दिने। अब शैलीहरू हुन्छ, हेर्नुहोस्, विभिन्न शैलीबाट दिन सकिन्छ हामीले, अथवा तरिकाहरू हुन्छ। जस्तै हामीले कोही मान्छेलाई चाहिँ एक कप कफी खाउँ न भन्ने हिसाबले पनि भयो होइन, यो खाएर हेर्नुहोस् होइन, त्यो हिसाबले भयो। अनि त्यसपछि चाहिँ तपाईँको चाहिँ अब तरिकाहरू हुन्छ। अब जस्तै हामीले एउटा टुथपेस्ट चाहिँ कुनै मान्छेले दिनुभएको छ भने उहाँले अब सुरुवातीमा त प्रयोग गर्नुहुन्छ, तपाईँले भन्नुहुन्छ फलाना सरले, फलाना मिसले, म्याडमले चाहिँ भनेको कुरा यस्तै थियो भन्नुहुन्छ, तर 2-4 दिनपछि अथवा एक हप्ता पछाडि उहाँले बिर्सिन सक्ने हुन्छ। कफी दिनुभएको छ भने कफीको भिडियोहरू दिनु पर्यो, उहाँलाई चाहिँ तपाईँको चाहिँ टुथपेस्ट युज गर्दै हुनुहुन्छ, टुथपेस्टको चाहिँ लेखेको फाइदाहरू लेखेको चाहिँ कुराहरू दिनु पर्यो। अनि त्यसपछि भनेको चाहिँ इमोसनल एप्रोच भनिन्छ होइन, भावनात्मक दृष्टिकोण। कुनै मान्छेलाई चाहिँ तपाईँको कथा, तपाईँको चाहिँ दुःखको कुराहरू सुनेर कुनै मान्छेले चाहिँ प्रयोग गर्नेलाई चाहिँ उहाँले चाहिँ उत्साह देखाउनुहुन्छ भने उहाँलाई चाहिँ तपाईँको चाहिँ समस्या राम्रो भएको कुरालाई भावनात्मक रूपमा चाहिँ समस्या राम्रो भएको कुराहरू गर्दा पनि कुनैलाई चाहिँ के हुन्छ त प्रयोग गर्नको लागि ठुलो सम्भावना हुन्छ र प्रयोग गर्नुहुन्छ। कुनैलाई चाहिँ के हुन्छ, तर्कसँग दृष्टिकोण, उहाँहरूलाई चाहिँ एउटा ठेट तथ्य दिनुपर्ने हुन्छ, विभिन्न खालको चाहिँ तथ्यगत कुराहरू गर्नुपर्ने हुन्छ, साइन्टिफिक कुराहरू गर्नुपर्ने हुन्छ, यो खालको प्रमाण छ भनेर चाहिँ उहाँहरूलाई देखाउनु पर्ने हुन्छ। अनि त्यसपछि तल भनेको चाहिँ असहमतिहरू सम्हाल्ने भनेको चाहिँ कुनै मान्छेले चाहिँ तपाईँको चाहिँ यो होइन
होइन, यो ठिक छैन भन्ने खालको हुन्छ। त्यतिखेर उहाँहरूसँग चाहिँ के गर्नु पर्यो त, हाँसेर मुसुक्क हाँसेर चाहिँ तपाईँले बुझाउन सक्नुहुन्छ भने यस्तो यस्तो तरिका हो, यस्तो यस्तो हो भनेर बुझाउन सक्नु पर्यो। होइन भने उहाँले मुसुक्क हाँस्ने अथवा उहाँलाई चाहिँ हामी चाहिँ रिसाउने होइन, हामी चाहिँ उहाँसँग झगडा गर्ने चाहिँ गर्नुहुन्न। उहाँलाई थ्याङ्क यू भन्ने छोडिदिने। यदि तपाईँले चाहिँ बुझाउन सक्नुहुन्न भने, यदि हजुरले बुझाउन सक्नुहुन्छ भने मजाले बुझाउनु पनि सक्नुहुन्छ। आपत्तिहरू आउँछ होइन, विभिन्न खालको समस्याहरू पनि आउन सक्छ त्यतिखेर। अब अर्कोमा जाउँ हामी। उत्पादनहरूको बारे सेयर गर्नुहोस्। अब तपाईँको व्यवसायको मूल मन्त्र, तपाईँको चाहिँ व्यवसायको मूल मन्त्र के हो त भन्दाखेरि क्वालिटी कस्टमर, श्रेष्ठ उपभोक्ता, र दोस्रोमा भनेको चाहिँ तपाईँको कमसे कम 20 चाहिँ तपाईँको श्रेष्ठ उपभोक्ता हुनु पर्यो होइन। तपाईँको चाहिँ क्वालिटीको कन्ज्युमरहरू हुनु पर्यो 1 नम्बरमा भने, दोस्रो नम्बरमा 20 जना चाहिँ तपाईँसँग चाहिँ श्रेष्ठ लगातार रूपमा चाहिँ तपाईँको चाहिँ एउटा क्वालिटीको कस्टमरहरू 20 जना हुनु पर्यो। यो भयो भने तपाईँलाई चाहिँ के हुन्छ त, तपाईँ आफूलाई चाहिँ ग्रोथ गर्नको लागि, आफूलाई सपोर्ट गर्नको लागि चाहिँ मद्दत मिल्छ। अब तपाईँको व्यवसायलाई सञ्चालित बनाउनको लागि एक अत्यन्त महत्त्वपूर्ण कदम, अनि त्यसपछि मौसमी ठुला उपभोक्ताहरू भन्दा नियमित उपभोक्ताहरूमा ध्यान केन्द्रित गर्नुहोस्। कहिलेकाहीँ आउने र झ्यामझ्याम प्रडक्ट लिने भन्दा पनि रेगुलर रूपमा तपाईँको चाहिँ सानै प्रडक्ट भयो भने कन्टिन्यू रूपमा चाहिँ प्रयोग गर्ने चाहिँ कस्टमरहरू चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। अब माथि अलिकति म तर यो 20 कस्टमर चाहिँ किन खोज्ने त, 20 जना चाहिँ साथीहरू किन खोज्ने त भन्दाखेरि चाहिँ तपाईँको पिभी मेन्टेन गर्नको लागि पहिलो सुरुमा कस्टमर चाहिन्छ होइन। आफूसँग पैसै छैन भने पनि होइन, आफ्नो पिभी प्रयोग गर्नको लागि आफूले एउटा प्रयोग गरिन्छ भने अरू 20 भयो भने के हुन्छ त, 20 जना भयो भने उहाँहरूले एउटा लिँदा पनि त हजुरको त पिभी प्रयोग के अरे पुरो हुने भयो नि त होइन। आफूलाई क्वालिफाइड गर्नको लागि, बोनस योग्य बनाउनको लागि मद्दत मिल्छ। अनि त्यसमा कस्टमर को हो त भन्दाखेरि सुरुमा आफू, 1 नम्बरमा आफू, अनि दोस्रो नम्बरमा मेरो दाइ हुनसक्छ, भाइ हुनसक्छ, बहिनी हुनसक्छ, मेरो मामा हुनसक्छ, सबै चाहिँ हाम्रो के हो त कस्टमर हो। सबैलाई चाहिँ के गर्नु पर्यो त, कस्टमरको रूपमा हामीले पहिला ल्याउनु पर्यो। अनि त्यसपछि अर्को भनेको चाहिँ जुन कस्टमर छ, जुन उपभोक्ता छ हाम्रो रेगुलर लिने, उहाँहरूलाई चाहिँ हामीले ध्यान केन्द्रित गर्नु पर्यो, उहाँहरूलाई चाहिँ धेरै हामीले चाहिँ फोकस गर्नु पर्यो। अनि 2 देखि 3 महिनाभित्रमा चाहिँ श्रेष्ठ उपभोक्ताहरू सूची बनाउनु पर्यो। अब तपाईँ चाहिँ यो बिजनेसमा आइसकेपछि तपाईँले गर्दै जाने क्रममा चाहिँ थाहा पाइहाल्छ होइन, कसले के लिइरहनु भएको छ मेरो होइन, रेगुलर लिने कस्टमर को हो, सबैको चाहिँ हामीले चाहिँ नाम लिस्टहरू केहरू बनाउनु पर्ने भन्छ। अब त्यति भइसकेपछि अब हामीले चाहिँ सञ्जाल होइन, सञ्जाल निर्माण गर्नु पर्यो। सञ्जाल बनाउनु, बिल्ड नेटवर्क। सञ्जाल कसरी बनाउनु त, नियमित उपभोक्तालाई व्यवसाय अवसरमा BOM-मा, बिजनेस अपर्च्युनिटी मिटिङको लागि चाहिँ आमन्त्रित गर्नुहोस्। अब अघिसम्म त सेयर मात्र भइरहेको थियो होइन, आफूले प्रयोग गरेपछि साथीभाइले सेयर गर्दै थियो, साथीभाइले सेयर गरिसकेपछि अब के भयो त, अब फेरि टिम पनि बनाउनु पर्यो है। टिम बनाउनको लागि चाहिँ हामीले हाम्रो कस्टमरहरू, उपभोक्ताहरूलाई चाहिँ अब व्यवसायको बारेमा सेयर गर्नु पर्यो, उहाँहरूले व्यवसायको बारेमा सेयर गर्नु पर्यो होइन। तपाईँको चाहिँ आफन्तहरूलाई चाहिँ भित्र बनाउनु पर्यो। अब तपाईँका सहयोगीहरूलाई के गर्नु पर्यो त, सक्रिय बनाउनु पर्यो, उहाँहरूलाई चाहिँ सक्रिय निरन्तर रूपमा चाहिँ अगाडि बढ्नको लागि चाहिँ मद्दत गर्नु पर्यो। अब उपभोक्तालाई चाहिँ BOM-को लागि चाहिँ व्यवसाय अवसरको लागि चाहिँ कसरी चाहिँ उहाँहरूलाई निम्तो दिने, निमन्त्रणा गर्ने, आमन्त्रित गर्ने भन्दाखेरि चाहिँ हामीले 1 कप चिया कफीको लागि चाहिँ उहाँहरूलाई आमन्त्रित गर्नुहोस् होइन। सँगै बसौँ न, चिया खाउँ न भन्ने हिसाबले चाहिँ बोलाउनु पर्यो, उहाँहरूलाई नजिक राखेर चाहिँ कुरो गर्नु पर्यो। अनि त्यसै दोस्रो भनेको चाहिँ तपाईँको नयाँ व्यवसायको
बारेमा उहाँहरूलाई जानकारी दिनु पर्यो, यो व्यवसायबाट यस्तो यस्तो हुन्छ, हामी जस्तो मान्छेहरू चाहिँ अगाडि बढ्न सकिन्छ, अनि उत्साहित बनाउनु पर्यो उहाँहरू होइन। तपाईँसँग चाहिँ केही प्रमाणहरू छ भने देखाउनु पर्यो होइन, कसरी अगाडि बढेको छ त्यो देखाउनु पर्यो। अथवा तपाईँसँग चाहिँ बोनस चेकहरू होइन ब्याङ्क स्टेटमेन्टको रूपमा पनि देखाउन सकिन्छ हामीले। र अर्को भनेको चाहिँ दिशा निर्धारित गर्नु पर्यो, यहाँसम्म जानुपर्छ हामी, यस्तो यस्तो तरिकाले चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने कुराहरू चाहिँ थाहा हुनु पर्यो। अब अर्को भनेको आफ्नो तपाईँको आगन्तुकहरूलाई चाहिँ आफ्नो समूहमा जोड्नुहोस्। सम्भावित भक्त वितरकलाई चाहिँ के गर्नु पर्यो त, सँगै बैठक पछि भेट्नु पर्यो होइन। जस्तै हामी मिटिङमा प्रोग्राममा बोलाउँछौँ, त्यसपछि चाहिँ के गर्नु पर्यो त, उहाँहरूसँगै बस्नु पर्यो, भेट्नु पर्यो। अनि यदि उनीहरूसँग चाहिँ कुनै प्रश्न छ कि भनेर सोध्नु पर्यो कि यो विषयमा चाहिँ यो फलाना सरको अथवा यो प्रोग्राममा चाहिँ तपाईँलाई के राम्रो लाग्यो, एउटा दुईवटा के पोइन्ट चाहिँ राम्रो लाग्यो, कस्तो राम्रो लाग्यो भन्ने भन्दा नि कस्तो लाग्यो भन्नुभन्दा नि के चाहिँ कुरा चाहिँ राम्रो लाग्यो। उहाँलाई हुनसक्छ हेल्थको बारेमा राम्रो लाग्यो भन्न सक्छ, अथवा उहाँलाई चाहिँ यो बिजनेसको बारेमा राम्रो भयो भन्ने हुनसक्छ। उहाँहरूको लागि चाहिँ उनीहरूको हस्ताक्षरको लागि आवेदन फर्म दिनु पर्यो, फर्महरू चाहिँ साइन अप गर्नु पर्यो होइन। उहाँहरूले चाहिँ क्लोजिङ गर्न लाउनु पर्यो, जोइन गर्नको लागि मद्दत गर्नु। त्यसपछि भनेको चाहिँ तपाईँको चाहिँ माथिल्लो नेतृत्व वा क्रस लाइनलाई थोरै आफ्नो अनुभव अरूसँग चाहिँ सेयर गर्न सोध्नुहुन्छ भनेको चाहिँ हाम्रो नयाँ साथीहरूलाई चाहिँ हाम्रो अफलाइनहरू क्रस लाइनहरू अलि जान्ने व्यक्तिहरूसँग सँगै बसेर उहाँहरूको चाहिँ अनुभवहरू पनि सेयर गर्न लगाउने। अनि उत्पादनहरू कहाँ पाउँछ, कहाँनिर चाहिँ यो प्रडक्टहरू पाउँछ, कसरी किन्ने, उहाँहरूलाई चाहिँ सबै कुरा चाहिँ हामीले बताउनु पर्ने हुन्छ। अनि त्यसपछि भनेको चाहिँ तपाईँका सहयोगीलाई सक्रिय गर्नुहोस्। तपाईँका सहयोगीहरूलाई चाहिँ सक्रिय गर्नु पर्यो। अब उनीहरूलाई के गर्नु पर्यो, सक्रिय बनाउनु पर्यो, उनीहरूसँग बस्नुहोस् र उनीहरूको जोडिनुको उद्देश्य होइन को बारेमा चाहिँ हामीले चाहिँ के गर्नु पर्यो, थाहा पाउनु पर्यो। उहाँहरू स्वास्थ्यको विषयमा जोडिनु भएको छ कि अथवा यहाँबाट बिजनेस गरेर चाहिँ हेल्थको बारेमा वेल्थको बारेमा जोडिनु भएको छ कि होइन, यसको बारेमा चाहिँ हामीले सोध्नु पर्यो। उनीहरूको चाहिँ तत्कालीन र दीर्घकालीन सपनाहरू पहिचान गर्नु पर्यो, उहाँहरूले के गर्ने होइन, कसरी चाहिँ अगाडि गर्ने, अब पछिको भविष्यमा कस्तो कस्तो खालको योजनाहरू छ होइन। उहाँहरूको सपनाहरूलाई चाहिँ हामीले खोतल्नको लागि पनि हामी चाहिँ उहाँहरूलाई सोध्न सकिन्छ, तपाईँको सपना के छ, तपाईँ के बन्न चाहनुहुन्छ होइन, उहाँहरूलाई सोध्न सकिन्छ भने कार्ययोजना मसौदा तयार गर्नुहोस्। अर्को 1 देखि 7 महिनाको लागि चाहिँ होइन तपाईँको चाहिँ समूहको 1 देखि 7 महिनाभित्र के गर्ने, कुन पोजिसनमा जाने, कस्तो चाहिँ कुराहरू चाहिँ गर्ने, त्यो खालको चाहिँ के गर्नु पर्यो त, योजनाहरू बनाएर उहाँहरूले सिकाउन सकिन्छ, उहाँहरूले चाहिँ बताउन सकिन्छ। अनि त्यसपछि चाहिँ तपाईँको समूहलाई बलियो बनाउनु पर्यो। अब जाउँ हामी अब यहाँनिर चाहिँ तपाईँको समूहलाई चाहिँ बलियो बनाउनुहोस् भनेको अब कसरी बलियो बनाउनु, उनीहरूलाई चाहिँ के गर्नु पर्यो, सिकाउनु पर्यो होइन, सिकाउनु पर्यो। यहाँ चाहिँ तपाईँको चाहिँ सधैँभरि चाहिँ माछा मारेर खुवाउने भन्दा पनि जो व्यक्तिलाई चाहिँ माछै मार्न सिकायो भने ऊ आफैले मार्न जान्छ। उनीहरूसँग हिँड्नु पर्यो, सँगसँगै हिँड्नु पर्यो, मिटिङमा आफू सँगसँगै हिँड्नु पर्यो, बोलाउनु पर्यो, सँगसँगै चाहिँ के गर्नु पर्यो त, आउनु पर्यो। अनि उनीहरूलाई चुनौती पनि दिनु पर्यो, कहिले काहीँ च्यालेन्जिङहरू पनि चाहिँ के गर्नु पर्यो त, दिनु पर्यो। ल यो कुरा चाहिँ जसरी पनि गर्नुपर्छ, यसो चाहिँ तरिकाले ल गरेर हेर्नु, च्यालेन्ज पनि दिनु पर्यो होइन। उनीहरूलाई पुरस्कृत पनि गर्नु पर्यो, उनीहरूलाई के गर्नुपर्छ, अनुशासित पनि गर्नु पर्यो।
अब उनीहरूलाई व्यवसायको विषयमा प्रशिक्षण दिनुहोस् भन्छ। अब व्यवसायको विषयमा चाहिँ कस्तो कस्तो खालको चाहिँ प्रशिक्षण दिनु पर्यो, उनीहरूलाई आफ्नो व्यवसाय कसरी सुरु गर्ने भनेर सिकाउनुहोस् हैन। अनि दोस्रो भनेको उनीहरूलाई कम्पनीको बारेमा, कम्पनीको चाहिँ उत्पादनहरूको बारेमा, कम्पनी के हो, कस्तो खालको कम्पनी हो त्यसको बारेमा चाहिँ सिकाउनु पर्यो, अथवा त्यो खालको चाहिँ कुराहरू चाहिँ देखाउनु पर्यो। हामीले कम्पनीको उत्पादनहरू र बजारीकरणको योजनाहरूको बारेमा सिकाउनु पर्यो। व्यवसाय गर्ने भइसकेपछि कम्पनीको प्रोडक्टको अनि त्यसपछि चाहिँ तपाईँको प्लानको बारेमा, कसरी पैसा आउँछ भन्ने कुरो पनि हामीले चाहिँ सिकाउनु पर्ने हुन्छ। त्यो कुरोहरू चाहिँ सिकाउनुपर्छ। अनि त्यसपछि अर्को भनेको चाहिँ तपाईँको उनीहरूसँग चाहिँ बिक्रीसँग सम्बन्धित सबै स्रोतहरू पट्न र बुझ्नको लागि चाहिँ अनिवार्य रूपमा प्रेरित गर्नुपर्ने हुन्छ। अब तपाईँको चाहिँ कसरी चाहिँ यो भनौँ न कसरी गर्ने भन्दाखेरि चाहिँ अब युट्युबको माध्यमबाट हुनसक्छ होइन, सिक्नुको लागि होइन। बुकहरू दिन सकिन्छ हामीले, यो यसको प्रडक्ट नलेजको बुकहरू होइन, विभिन्न खालको चाहिँ कुराहरू अथवा भिडियोबाट अथवा हामीले लेखेर विभिन्न खालको चाहिँ कुराहरू, किताबहरू चाहिँ हामीले चाहिँ उहाँहरूलाई दिन सकिन्छ। अनि उनीहरूसँग हिँड्नुहोस् भनिन्छ। उनीहरूलाई चाहिँ के गर्नु पर्यो, नयाँ उपभोक्ताहरू वितरकहरू खोज्ने सिपहरू सिकाउनु पर्यो। तपाईँको साथीहरू कहाँ कहाँ छ, तपाईँको आफन्त कुन कुन ठाउँमा छ, तपाईँको चाहिँ भनौँ न आफन्तहरू चाहिँ कता कता छ, उहाँहरूलाई लिस्ट बनाउन लगाउनु पर्यो, सूची बनाउन लगाउनु पर्यो। उनीहरूलाई चाहिँ के गर्नु पर्यो त, आफ्नो प्रबल सूची तयार गर्न मद्दत गर्नु पर्यो। को छन् त होइन, सूची बनाउनु पर्यो। अनि त्यसपछि उनीहरूलाई आफ्नो नयाँ सम्भावित उपभोक्ता वितरकहरूसम्म पुग्नको लागि योजना बनाउन मद्दत गर्नु। अनि आफ्नो साथी कहाँ कहाँ छ, म कतिखेर कुन साथीलाई भन्ने, कुन साथीसँग भेटघाट गर्ने, यो खालको कुराहरू चाहिँ उहाँहरूलाई चाहिँ हामीले सिकाउनु पर्ने हुन्छ। मानिसहरूलाई भेट्नको लागि निश्चित समय र निर्धारित गर्न उनीहरूलाई चाहिँ सहायता गर्नुपर्ने हुन्छ। भेट्नको लागि टाइम तोक्नु पर्यो, कुन ठाउँमा, कतिखेर, कति बजे, कुन बार होइन, यो सबै चाहिँ हामीले पूर्ण रूपमा जानकारी दिनुपर्छ। अनि त्यसपछि भनेको चाहिँ व्यवसाय अवसरकोमा चाहिँ बिओएममा चाहिँ उनीहरूलाई साथमा राख्नुपर्ने हुन्छ। बिजनेस अवसरको प्रोग्राम हुने बेलामा चाहिँ हामीसँगै राखेर हामी पनि उनीहरूसँगै बसेर चाहिँ उहाँहरूसँगै चाहिँ मिटिङ प्रोग्राम एटेन्ड गर्नु पर्यो। उनीहरूले कसरी चाहिँ सम्भावित व्यक्तिहरूलाई उपभोक्ता वितरकमा चाहिँ रूपान्तरण गर्ने भनेर चाहिँ देखाउनु पर्यो होइन। कस्तो कस्तो तरिकाले चाहिँ हामीले चाहिँ मान्छेहरूलाई जोइनिङ गर्ने, कुन कुन तरिकाले चाहिँ जोइनिङ गर्दाखेरि हुन्छ, सबै चाहिँ हामीले सिकाउनु पर्ने हुन्छ। अब चुनौती हेर्नुहोस्, कुनै पनि व्यक्तिलाई चुनौती दिएन भने, चुनौती भएन भने पास हुँदैन, सफल हुँदैन होइन। त्यो भएको कारण चाहिँ उनीहरूले चाहिँ अस्वीकृतिको बारे सचेत गर्नुहोस्। सुरुमा के हुन्छ, साइकल चलाउँदा पनि यहाँ साइकल देखिरहेको छ होइन, साइकल चलाउँदा पनि सुरुमा चाहिँ बिस्तारै 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 लड्छ कि भनेर चाहिँ सिकिरहेको हुन्छ, तर पनि बङ्गलङ्ग लडिन्छ, खुट्टा चाहिँ के हुन्छ त टुटफुट हुन्छ, तै पनि के भन्छ म चलाउँछु भन्ने चाहिँ के हुन्छ, उठ्दै फेरि सिक्दै गर्दा 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 लास्टमा के हुन्छ, आफूले चलाउन जानेखेरि पछाडि मम्मीले पनि समाउनु परेन, बाबाले पनि समाउनु परेन होइन, आफै चलाउँछु। विभिन्न खालको अस्वीकृतिहरू आउँछन्, त्यसको बारेमा हामीले बुझाउनु पर्यो। स्थिर र भरपर्दो आय नयाँ उपभोक्ता वितरकहरू जोडिए पश्चात आउँछ। जति हामीसँग चाहिँ नयाँ व्यक्तिहरू चाहिँ जोडिनुहुन्छ, जति कस्टमरहरू हामीसँग धेरै हुन्छ, त्यो अनुसारले चाहिँ हाम्रो चाहिँ के हुन्छ त, हाम्रो बोनसहरू, आयहरू, पैसा, इन्कमहरू चाहिँ के हुन्छ त निरन्तर रूपमा आउने हुन्छ। उनीहरूलाई चाहिँ सधैँ 45 चाहिँ पिबी चाहिँ कायम राख्नुको लागि महत्त्व बुझाउनु पर्यो होइन, किन यति 45 चाहिँ किन गर्ने होइन। अनि त्यसपछि चाहिँ सञ्जाल निर्माण गर्न समय लाग्छ, तर यो कुरो परिमाण आउँछ। यो विषयहरूमा चाहिँ हामीले सिकाउनु पर्यो होइन। बिस्तारै बिस्तारै एक्लैले चाहिँ काम गर्न कहिले पनि सम्भव छैन, तर टिममा काम गर्न सक्यो भने हामीले चाहिँ जस्तोसुकै हाम्रो लक्ष्य अथवा जस्तोसुकै कामलाई पनि सहज तरिकाले गर्न सकिन्छ भन्ने चाहिँ उहाँहरूलाई चाहिँ सिकाउनु पर्यो। अनि उनीहरूलाई पुरस्कृत पनि गर्नु पर्यो। प्रत्येक महिना 1200 पिबी पुर्याउनेलाई के गर्नु पर्यो त, उहाँहरूलाई धन्यवाद दिएर सम्मान गर्नु पर्यो होइन। अनि उहाँहरूलाई चाहिँ एउटा भनौँ न प्रोग्राममा लगेर
ल अथवा ग्रुपमा अथवा पब्लिकमा चाहिँ हाम्रो चाहिँ जति फेसबुकमा पनि गर्न सकिन्छ हामीले होइन मेसेन्जरमा ग्रुपमा सबैमा चाहिँ उहाँले के गर्नु पर्यो त धन्यवाद व्यक्त गर्नु पर्यो। अनि चाहिँ प्रत्येक त्रैमासिक मासिकमा चाहिँ 1200 PB को स्थिर कायम राख्ने 6 नयाँ भक्त वितरकहरू बनाउनको लागि 6 जना चाहिँ कमसे कम 3 महिनाभित्रमा 6 जना 1200 पोइन्ट प्रत्येक 3 महिनामा चाहिँ 6 जना चाहिँ 1200 पोइन्ट गर्ने व्यक्तिहरू हामीले चाहिँ के गर्नु पर्यो त खोज्नु पर्यो। त्यसको लागि चाहिँ हामीले काम गर्नु पर्यो। अनि त्यसपछि वर्षमा एकपटक तपाईँको समूहको चाहिँ प्रयासमा ध्यान केन्द्रित गर्नको लागि एउटा समारोह योजना गर्नु पर्यो। ठुलो प्रोग्रामहरू गर्नु पर्यो होइन। त्यसमा एटेन्ड हुन सकिन्छ। हामीले विभिन्न गरिरहेको हुन्छ वर्षमा एकचोटि ठुलो प्रोग्रामहरू गरिरहेको हुन्छ होइन। त्यसमा एटेन्ड हुनु पर्यो। त्यहाँबाट सिक्न सकिन्छ। अनि अर्को भनेको चाहिँ उनीहरूलाई अनुशासित गर्नु पर्यो होइन। कम्पनीको नियमहरू विनियमहरू होइन कम्पनीको आचार संहिताको बारेमा जान्नु पर्यो। कम्पनीको नियमभन्दा बाहिर गएर काम गर्नु भएन होइन। विभिन्न खालको हुन्छ नि हामी यो प्रडक्टले यो रोग कतै हुन्छ त्यस्तो खालको चाहिँ हामीले कहिले पनि भन्नुहुन्न होइन। त्यो प्रडक्टको बारेमा पूर्ण ज्ञान लिएर चाहिँ हामीले चाहिँ अगाडि बढ्नु पर्यो होइन। यो कम्पनीले यसरी चाहिँ गर्छ भन्ने भन्दा नि यसको विस्तृत रूपमा चाहिँ पूर्ण जानकारी लिएर होइन पूर्ण रूपमा बुझाएर प्रयोग गर्न लगाइयो भने चाहिँ के हुन्छ राम्रो हुन्छ। अनि त्यसपछि उनीहरूको चाहिँ पालना गर्न सिकाउनुहोस् होइन। जति पनि नियमहरू हुन्छ होइन सिस्टमहरू हुन्छ त्यो चाहिँ के गर्नु पर्यो त पालना गर्न लाउनु पर्यो। गल्तीहरू गर्नेलाई ध्यान दिनुहोस् होइन। त्यसपछि गल्ती गर्नेलाई साझेदारहरूलाई चाहिँ अनुशासित र के गर्नु पर्यो प्रतिपादन गर्न व्यवस्थापनबाट सहयोग गर्नुहोस्। अब अर्कोमा जाउँ। अनि अब कस्तो खालको चाहिँ स्किलहरू आवश्यक छ त भन्दाखेरि सम्भावना खोज्ने। मैले अघि नै भने सम्भावना प्रोस्पेक्टिङ सम्भावनाहरू खोज्ने होइन। अनि त्यसपछि तपाईँको नयाँ उपभोक्ता वितरक बनाउने अनि ट्रेनिङ दिने कस्तो खालको चाहिन्छ त भन्दाखेरि चाहिँ यहाँ तपाईँले चिन्नुहुने व्यक्तिहरूको चाहिँ सूची बनाउनु पर्यो। जति पनि हाम्रो चिनेको होइन सबै आफन्तको चाहिँ लिस्ट बनाउनु पर्यो सुरुमा होइन। पहिलो नियुक्तको आधारमा सूची व्यवस्थित गर्नुहोस्। अनि त्यसपछि चाहिँ तपाईँको चाहिँ नजिकको मान्छेकोलाई चाहिँ पहिले के गर्नु पर्यो त उहाँलाई चाहिँ उहाँको सूची अगाडि ल्याउनु पर्यो। सूचीको निरन्तर अध्यावधिक गरिनुहोस् होइन। आफ्नो सूचीलाई चाहिँ निरन्तर रूपमा चाहिँ अगाडि बढाइरहनु पर्यो होइन। तत्काल जोडिएकोहरूसँग उनीहरूले चिनेको व्यक्तिहरूको बारेमा सोध्नुहोस्। कहाँ छ तपाईँको आफन्त, तपाईँको दिदीबहिनीहरू कता हुनुहुन्छ, तपाईँको साथीहरू कता हुनुहुन्छ, उहाँहरू मार्फत पनि चाहिँ के गर्न सकिन्छ त अगाडि बढ्न सकिन्छ भने सधैँ मानिसहरूलाई चाहिँ भेट्ने र चिन्ने अवसर खोज्नु पर्यो होइन। नयाँ साथीहरूसँग भेटघाट गर्ने, नयाँ साथीहरूसँग चाहिँ चिनजान गर्ने, नयाँ आफन्तहरूसँग चाहिँ भेटघाट गर्ने कार्यक्रमहरू चाहिँ गर्नु पर्यो। त्यस्तो ठाउँमा चाहिँ हामी पनि सहभागी हुनु पर्यो। अब नियमित रूपमा तपाईँ मार्फत उत्पादन खरिद गर्ने ग्राहकको सूची बनाउनु पर्यो। त्यो अघि नै आइसक्यो होइन। रेगुलर रूपमा चाहिँ उत्पादन प्रयोग गर्ने मान्छेको सूची बनाएर राख्नु पर्यो। तपाईँले उनीहरूलाई हरेक पटक भेट्दा उनीहरूलाई तपाईँको व्यवसायको बारेमा उत्साहित बनाउनु पर्यो होइन। तपाईँले व्यवसाय गरेको बारेमा उनीहरूलाई भन्नु पर्यो। अन्त एक कप चिया कफी प्रयोग गरौँ न भन्ने हिसाबले बोलाउनु पर्यो होइन। व्यवसाय अवसरको बारेमा होइन यो व्यवसायको बिजनेसको बारेमा चाहिँ प्रोग्राम हुने क्रम ल्याउनु पर्यो। अनि त्यसपछि BOM-मा चाहिँ व्यवसाय अवसर बैठकको BOM समयमा आवेदन फारम तयार गर्नुहोस् होइन। अनि त्यसपछि तपाईँको चाहिँ व्यवसाय अवसर BOM पछि उनीहरूसँग भेट्नुहोस् र उनीहरूको प्रश्नको चाहिँ सोधबुझ गर्नुहोस्। त्यो अघि नै आइसक्यो होइन। कस्तो छ के छ के कुरा मन पर्यो होइन। उनीहरूलाई चाहिँ हस्ताक्षरको लागि जोइनिङ गर्नको लागि चाहिँ हामीले चाहिँ मद्दत गर्नु पर्यो। अर्को भनेको चाहिँ अब पहिले GLA देखाउनुहोस् भन्ने छ होइन। त्यसपछि तपाईँको चाहिँ निवेश प्राप्ति
हैन, आधारभूत कुराहरू सिक्नुहोस्। अब के सिक्नु पर्यो भन्दाखेरि चाहिँ यो व्यवसाय सच्चै अगाडि बढ्नको लागि चाहिँ के गर्नु पर्यो त, व्यवसाय अवसरको बैठकमा अनिवार्य आउनु पर्यो। ज्ञान धर्ममा ध्यान केन्द्रित हैन, ज्ञान धर्मको बारेमा पूर्ण जानकारी हुनु पर्यो। अनि त्यसपछि भनेको चाहिँ तपाईँको उत्पादनहरूको प्रस्तुति कसरी गर्ने हैन, यो नयाँ वितरकहरूलाई न्यू डिस्ट्रिब्युटरिङ कसरी गर्ने हैन, यसको चाहिँ संस्कृति अथवा यसको संस्कार कस्तो छ त्यसको बारेमा हुनु पर्यो भने श्रेष्ठ र अद्वितीय बजारीकरणको योजना त्यसको बारेमा यो सबै चाहिँ सिक्नु पर्यो। हौसला राख्नुहोस् र धैर्य देखाउनुहोस् हैन, हामीले धैर्य हौसला दिनु पर्यो र उहाँहरूलाई धैर्य पनि देखाउनु पर्यो। यसरी चाहिँ अगाडि बढ्नुपर्छ भने चाहिँ सिकाउनु पर्यो। डिएक्सनमा तपाईँ आफ्नै दममा हुनुहुन्छ तर एक्लै होइन। यसमा के हुन्छ त, धेरै मान्छेहरूले हामीलाई सिकाउनुहुन्छ, हाम्रो अपलाइनहरू हुन्छ हैन, हाम्रो चाहिँ माथिको सरहरूलाई चाहिँ हामीलाई चाहिँ सिकाइरहनुहुन्छ। र तपाईँ सफल बन्नमा तपाईँ एक्लैको हात हुँदैन, तपाईँको टिमको, तपाईँसँग जति धेरै टिम हुन्छ त्यति सहज तरिकाले तपाईँ एक्लै मात्र सफल हुँदैन र सबैजनालाई सफल हुनको लागि मद्दत गरिन्छ। त्यसैले चाहिँ तपाईँ एक्लै होइन, डिएक्सनमा तपाईँ आफ्नै दममा हुनुहुन्छ तर एक्लै होइन। तपाईँको सफलताको लागि योजनाहरू निर्धारित गरिएको छ, यसलाई पालना गर्नुहोस् र तपाईँको सपनाहरू साकार गर्नुहोस् हैन। तपाईँको यदि सपना छ भने यसलाई पालना गर्नु पर्यो र अगाडि बढ्नु पर्यो। तपाईँको सपना पक्कै पनि पुरा हुन्छ। थ्याङ्क यू सो मच सबैजनालाई यहाँसम्म हेर्नुभयो, धेरै धेरै धन्यवाद। र यदि केही प्रश्नहरू छ भने अथवा केही जिज्ञासाहरू छ भने मलाई चाहिँ मेसेज गर्न सक्नुहुन्छ अथवा क्वेसनहरू सोध्न चाहिँ सक्नुहुन्छ भन्दै यस प्रोग्रामबाट चाहिँ आजको यस प्रोग्रामबाट म लालवीर लामा छुट्टिन चाहन्छु र यस